नमस्ते। टुडेज युथ एसियाद्वारा निर्माण गरिएको नेपाल टप 7 डिबेटर्स 2012 को फाइनल राउन्डमा यहाँलाई स्वागत छ। हामी आजको यस फाइनल राउन्ड समूह 2 का कक्षा 10, 11 र 12 का विद्यार्थीहरूबाट सुरु गर्न गइरहेका छौं। गत हप्ताको सेमी फाइनल राउन्डमा 3 प्रतिस्पर्धीहरूलाई पछि पार्दै न्यू होराइजन हायर सेकेन्डरी स्कुलका सन्तोष गिरी र सेन्ट मेरी स्कुलकी ईसा पौडेल फाइनल राउन्डमा आफ्नो स्थान पक्का पार्न सफल भएका थिए। यिनै 2 फाइनलिस्ट मध्ये एकजना यस समूहको विजेता घोषित हुनेछन्। यस समूहको विषय रहेको छ वैदेशिक रोजगार भन्दा गाउँमै कृषक बन्नु राम्रो हो। पक्षतर्फ आफ्नो तर्कहरू प्रस्तुत गर्न आउँदै हुनुहुन्छ सन्तोष गिरी। प्रत्येक बिहानीमा रेडियो र अखबारका खबरहरूमा वैदेशिक रोजगारका लागि गएका नेपाली अलपत्र विदेश लैजाने भन्दै करिब 50 लाख रुपैयाँ ठगी, भनेको काम नपाउँदा विदेशमा नेपालीको बिलौना, 12 जना नेपालीको सामूहिक हत्या, यी र यावत समाचारहरूबाट दैनिकी सुरुवात हुने वर्तमान नेपालको परिस्थितिमा वैदेशिक रोजगारलाई नै भरपर्दो आएर आम्दानीको स्रोत मान्नु विदेशी मनोरोगबाट ग्रसित मानसिकताको उपज हो। कृषि प्रधान राष्ट्रको नागरिक हुनुको हैसियतले आफूलाई कृषिमा व्यावसायिकीकरण गर्नुको ठाउँमा आफैलाई विदेशीकरण गर्नु, आफ्नो खुट्टामा आफैले बन्चर हान्ने परिस्थितिको सिर्जना गर्नु हो। गरिबी र बेरोजगारीको नारा लिएर विदेश जानेहरूका लागि नेपालमा अर्ग्यानिक खेती गरेर विश्व बजारलाई आकर्षण गर्ने गैर नेपाली नागरिक दम्पति जुडित र जिम, पर्वतका कृषक ऋषिकेश तिवारी, नेपाली श्रीमती बिहे गरेका जर्मनीका हार्टमट बाउडर, रूपन्देहीका पशुपालक शशि पौडेल अनि राजधानीमा बसेर अर्ग्यानिक उत्पादन गर्ने समीर नेवा आफैमा व्यङ्ग्य हुन्। नेपाली माटोको गर्भभित्र अथाह कृषिको सम्भावनाहरू लुकेको छ। हाम्रो हिमाली तथा पहाडी क्षेत्रले फलफुल खेती, जडीबुटी खेती, तरकारी खेती, पशुपालन, दुग्ध व्यवसायदेखि पुष्प व्यवसायसम्मको सम्भावना समेटेर ठडिएको छ भने तराई क्षेत्रको कृषिमा आफ्नै किसिमको विशिष्टता रहेको पाइन्छ। गरिबीको नारा लाउँदै विदेश जानेहरू हुँदा खाने भन्दा पनि हुने खाने बढी भेटिएको छ। आफ्ना खेतबारी ठेक अधियामा दिएर विदेश जाने, विदेशमा गई कपास टिप्ने, गाईको गोबर फाल्ने, गाई दुहुनेदेखि लिएर विभिन्न कृषि क्षेत्रको काम गर्ने, तर आफ्नै बगानको चिया टिप्न नसक्ने गृह आलस्यताबाट जब नेपाली जनता मुक्त हुन सक्दैनन् तबसम्म नेपाली कृषि अर्थतन्त्र सुदृढ हुने कुरालाई तबसम्म नेपालको कृषि अर्थतन्त्र सुदृढ हुन सक्दैन। यदि हामी नेपालको कृषिको सम्भावनालाई एकचोटि निहालेर हेर्ने हो भनेदेखि हामी यही एग्रो डलर र एग्रो टुरिज्म डलर फलिरहेको देख्न सक्छौँ। पाल्पाको मदन पोखरा दक्षिण एसियामै सामूहिक कृषि क्षेत्रमा अग्रणी छ। नेपालको चिजले विश्व बजारको माग थेग्न सकिरहेको छैन। नेपालको चिया र कफी, अर्थोडक्स क्वालिटीको चिया र कफी विश्व बजारमा अत्यन्त लोकप्रिय छ। यी सबैले नेपाली कृषि अर्थतन्त्रको वकालत गरिरहेका छन्। नेपाली जैतुन विश्व बजारमा सुनको भाउमा बिकिरहेको छ। यदि पर्माकल्चर पद्धतिबाट नेपालमा कृषि गर्न सक्ने हो भनेदेखि एकैपटकमा हजारौं कृषि उत्पादनहरू, एकैपटकमा धेरै कृषि उत्पादनहरू उत्पादन गर्न सकिन्छ। रूपन्देहीको मदौलियामा रहेको अस्ट्रिच फार्मले नेपाली कृषि जगतलाई आश्चर्यचकित बनाइदिएको छ। हाल अस्ट्रिचको मासु प्रति केजी 2500 रुपैयाँ र अन्डा प्रति गोटा 3000 रुपैयाँ बिक्री भइरहेको अवस्थामा कृषिमा नवीन सोचको आवश्यकता दर्शाइरहेको छ। तपाईलाई अझै पनि इच्छा छ र ती खाडी मुलुकमा 55 डिग्री सेन्टिग्रेडको घाममा काम गर्ने, साउको टोकसो सहने अनि दलालको फन्दामा फसी चिसो छिडीमा बसेर नेपाल आमालाई गुहार्ने इच्छा छ र? अहो, अब त देशको माटोलाई माया गर, यही सुन फलाऊ अनि यही डलर कमाऊ। पर्दैन भेडा चराउन जान र ती चाप्लिसी मुटुविहीन मान्छे बनाउँदाहरूको चर्पी सोर्न। च्याउखेती गर गुलबेडा फलाऊ, यही देशको किसान भनी स्वाधीन अर्थतन्त्रमा सघाऊ। धन्यवाद, नमस्कार। त्यसै गरी विपक्षतर्फ आफ्नो तर्कहरू प्रस्तुत गर्न आउँदै हुनुहुन्छ ईसा पौडेल। आर्थिक स्रोत नै विकासको मेरुदण्ड हो र नेपालको वर्तमान परिप्रेक्ष्यमा कृषि मात्रै अर्थको स्रोत होइन। वैदेशिक रोजगारीले नेपालको रेमिटेन्समा 22% ओगटेको छ। यसले के देखिन्छ भन्दाखेरि वैदेशिक रोजगारी नराम्रो होइन, यो पक्कै राम्रो छ। मेरा विपक्षी मित्रले नेपालमा कृषिको धेरै सम्भावना छ भन्नुभयो, तर कृषिका लागि
युज हुने जमिन त भइसक्यो, तराईका फाटहरूमा हामीले कृषि गरेको देखिन्छौँ। अब त हिमालमा गएर कृषि फलाउन त मिलेन नि, वहाँ त उब्जिँदैन नि। यसले अनि अर्को कुरा, सरकारले सिँचाइ यस्ता व्यवस्थाहरू कृषकहरूलाई प्रदान गरेको छैन। यस्तो अवस्थामा कृषकहरूले के गरेर खाने त? उनीहरूको त बिहान बेलुकाको छाक टार्न पनि उनीहरूलाई धौधौ परिरहेको छ। त्यसै गरी कृषकहरूलाई मल र सुलभ ऋण पनि व्यवस्था गरिएको छैन र कृषकहरूले कृषिमा आफ्नो आय स्रोत लगाएर के गर्ने? उनीहरूले त्यो कुरा आफूले जे आय स्रोत लगाएका छन् त्यो फिर्ता पाउँछन् भन्ने त ग्यारेन्टी छैन नि। विदेशमा गएर कमसेकम उनीहरूले राम्ररी पैसा कमाएर आफ्नो सन्तानहरूलाई त पाल्न सक्छन्, आफ्नो सुखी जीवन त व्यतीत गर्न सक्छन्, तर कृषिले यो ग्यारेन्टी दिन सक्दैन। हामीले यो 21औं शताब्दीमा यस्ता बकमफुसे कुरा गरेर अघि बढ्नु हुँदैन। कृषि भनेर नै हाम्रो नेपाल पछाडि परिरहेको छ। कृषि प्रधान देश छ, त्यो राम्रो कुरा हो, तर अरू कुरालाई नजरअन्दाज गर्नु यो कहाँसम्मको बेवकुफी हो? यस्तो गरिनु हुँदैन। वैदेशिक रोजगारीले आय स्रोत दिन्छ, मानिसको जीवनस्तरलाई माथि उठाउँछ भने किन नजाने त मानिस विदेश? किन नेपालमा अनावश्यक दुःख खपेर बस्ने त? यति भन्दै म आफ्ना तर्कहरू यही समाप्त गर्छु। धन्यवाद। हाम्रो दुवै फाइनलिस्टहरूले आफ्नो तर्कहरू प्रस्तुत गरिसक्नु भएको छ। अब निर्णायकज्यूहरूको प्रतिक्रिया सुनौँ। तपाईँहरू दुवैजनाको राम्रो छ। आज सन्तोष भाइको भन्नुपर्दाखेरि चाहिँ भाषा शुद्ध छ, उत्कृष्ट छ र आज चाहिँ पहिलोचोटि तपाईँको खोजमूलकको मैले पराकाष्ठा भनौँ न अथवा उत्कृष्ट रूप चाहिँ मैले देखेँ। त्यसमा म धेरै प्रभावित भएको छु। त्यही पनि तपाईँ धेरै ठाउँमा अड्किनु भयो। प्रायः तपाईँ अड्किने मान्छे चाहिँ होइन, त्यो एउटा जुन सलल बगे जस्तो हुन्छ त्यो चाहिँ आज तपाईँको प्रस्तुतिमा चाहिँ अलिकता कमी आएको देखियो। त्यसपछि तपाईँले चाहिँ यो कृषिको धेरै फाइदाहरू भन्नुभयो होइन, तर यहाँ कुरा के छ भन्दाखेरि चाहिँ गाउँमा कृषक बन्नु राम्रो हो भन्ने विषय हो। त्यसमा केही उदाहरण तपाईँले जुन दिनुभयो त्यो चाहिँ ठुलो लगानीको उदाहरणहरू दिनुभयो होइन। यहाँ गाउँमा किसान जस्तो कि जोसँग चाहिँ 2-4 कट्ठा मात्र जमिन छ तराईमा अथवा केही 1-2 रोपनी मात्र जग्गा छ पहाड अथवा हिमालमा भने उनीहरूलाई अलिकता लक्षित गर्न सक्नुपर्छ हामीले है। त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ वैदेशिक रोजगार किन नराम्रो हो भन्ने कुरामा तपाईँले थोरै प्रकाश चाहिँ पार्नुभयो, तर अझ त्यसलाई चाहिँ किनभने तपाईँले वादविवादमा चाहिँ प्रतिकार गरेकोमा बढी मार्क्स पाउनुहुने छ फाइनलमा चाहिँ आफ्नो विपक्षलाई। त्यही भएर तपाईँले 2 चोटि चाहिँ काट्न पनि दिइन्छ। अबको समयमा चाहिँ त्यसमा बढी फोकस गर्नुहोला होइन। समयभित्र बसेर आफ्नो प्रस्तुति चाहिँ समाप्त गर्नुपर्ने हुनेछ। जुन चाहिँ ईशा बहिनीले राम्ररी गरेर देखाउनु भयो आज, धेरै छोटो भयो तर ईशा बहिनी आज त्यो समय दिएको छ 3.5 मिनट, सकेसम्म समयको सदुपयोग गर्न सक्नु पऱ्यो तपाईँले पनि। र विदेशमा गएर चाहिँ यो विशेष गरी अरब मूलमा जाँदाखेरि चाहिँ ऊँट र बाख्राको चाहिँ बढी स्याहार सुसार गर्नुपर्ने हुन्छ हाम्रो मान्छेहरूले। यस कारण त्यो अलिकति फ्याक्टमा पनि तपाईँले तथ्याङ्क तपाईँको सही हुनु पऱ्यो त्यो कुराहरूमा। तर आज चाहिँ सन्तोष भएको धेरै राम्रो छ, त्यसमा म खुसी नै छु। ईशा बहिनीको गत हप्ताभन्दा आज चाहिँ अलिकता कमजोरी भएको जस्तो मैले पाएँ। यो विषय तपाईसँग राम्रो विषय छ। तपाईँले जसरी 22% चाहिँ वैदेशिक रोजगारीले चाहिँ राष्ट्रलाई चाहिँ आर्थिक रूपमा प्रदान गरेको देखाउनु भयो, त्यो अहिले चाहिँ खेतीपातीको चाहिँ सम्भवतः 15% भन्दा सायद तल छ होइन। त्यो कुरा तपाईँले छुट्याउनु भयो। यसकारण 22% भन्दाखेरि अर्को के छ त्यो पनि त्यो सँगसँगै जोड्नुपर्ने हुन्छ। र धेरै ठाउँमा तपाईँ अड्किनुभयो। आज अलिकति नर्भस हुनुहुन्छ कि फाइनलसम्म पुग्दिनु कि जस्तो लागेको थियो तपाईँलाई होइन। तपाईँ धेरै राम्रो वादविवादकर्ता हो होइन, साहसी तरिकाले प्रस्तुत गर्नुहुन्छ। पहिलोको श्रृङ्खलामा त्यस्तै प्रस्तुति थियो तपाईँको। यसकारण तपाईँले आफ्नो स्ट्रेन्थ, आफ्नो शक्तिलाई चाहिँ कमजोर बनाउनु भएन होइन। यसकारण त्यतातिर ध्यान दिनुहोस्। सन्तोष भाइको प्रस्तुति एकदम राम्रो थियो। तपाईँले कृषिको जो कुरा गर्नुभयो, अर्ग्यानिक खेतीहरूको फलफुलहरूको पक्कै पनि हो। हाम्रो देशमा सबै विदेशिन थालेका छन् र उताबाट फर्केर आएकाहरू आफ्नै देशमा सुन फलाउन थालेका छन्, यो पनि हो। यो राम्रो पक्ष भन्नुभएको छ, तपाईँले भन्नुभएको हो। देशलाई माया गर्नुपर्छ, यो पनि राम्रो पक्ष हो। ईशा बहिनी तपाईँ फर्स्ट टाइममा अलि नर्भस हुनुभयो,
मुखै रातो भएको थियो तपाईँको, त्यसैले होला अलि हडबडिनु भएको, तर तपाईँको प्रेजेन्टेसन एकदम गजबको छ। अलिअलि अड्किनु भए पनि आफ्नो देशमा तपाईँले एकदम राम्रो कुरा उठाउनु भयो कि कृषिले आफ्नो 4 जनाको परिवार पनि पाल्न सक्दैन। जसको 10 कट्ठा छ, 1 बिघा खेत छ, त्यसको आफ्नो परिवार पाल्न सक्दैन, किनकि सिँचाइको सुविधा छैन हरेक ठाउँमा, मलको सुविधा छैन हरेक ठाउँमा, अर्ग्यानिक खेती गर्नलाई पनि जहाँसम्म सुविधा दिनुपर्ने हो त्यो दिएको छैन सरकारले। कसरी आफ्नो बालबच्चालाई, आफ्नो परिवारलाई कसरी अगाडि लाने, कसरी पढाउने, कसरी लेखाउने, यो कुराहरू जो गर्नुभयो एकदम राम्रो गर्नुभयो। र सरकारले कृषिको ग्यारेन्टी दियोस् जो भन्नुभयो त्यो चाहिँ एकदम घतलाग्दो कुरा गर्नुभयो। धन्यवाद छ तपाईँलाई, एकदम राम्रो छ तपाईँको। सन्तोष गिरी, म सुरुमै तपाईँलाई बधाई दिन्छु। एउटा राम्रो वक्ता यो देशले जन्माएको अनुभव भयो मलाई है, किनभने प्रारम्भमै तपाईँले धेरै उत्कृष्ट प्रस्तुति दिनुभयो र यहाँ चाहिँ तपाईँले चाहिँ आफ्नो धारणा प्रस्तुत गर्नभन्दा अगाडि तपाईँले निकै अनुसन्धान गरेको अनुभव हुन्थ्यो हामीलाई। तपाईँले जुन प्रस्तुति छ नि, प्रस्तुतिमा एउटा तपाईँले जानेर या नजानेर बहुत राम्रो गर्नुभयो। जस्तो हाम्रो शरीरमा 2 पार्ट हुन्छ, एउटा जुन माथि मुखाकृति हुन्छ तर एउटा शरीरको अङ्गहरू हुन्छ। मुखाकृतिमा आँखाको जुन उहरू चाहिँ फेसियल एक्सप्रेसनहरू छ त्यो चाहिँ बडो राम्रोसँग तपाईँले निर्वाह गर्नुभयो। तपाईँको हात चलाइहरू बडो राम्रोसँग गर्नुभयो। बोल्दाखेरि प्रयोग पनि गर्नुपर्छ, यो वाचन कलाको एउटा राम्रो नमुना हो। समग्रमा तपाईँ धेरै राम्रो वक्ताको रूपमा तपाईँ आउनुभएको छ, बधाई छ। ईशा सुरुमा एकदम हडबडी हो, अलिक नर्भस जस्तो भयो है, त्यो किन हो त्यसलाई चाहिँ अलिक डराए जस्तो अनुभव भयो है। त्यसो नगर्नु, के अरे जब बोल्दै गयो मलाई बडो राम्रो लाग्यो। म आफै पनि नाटकमा लाग्ने भएकोले मैले तिम्रो आवाज धेरै राम्रो छ नानी, तिम्रो आवाज चाहिँ एउटा रेडियोको लागि धेरै सुटेबल छ। आवाजमा एउटा ओज छ है, त्यो 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 सबैमा त्यस्तो हुँदैन है। अब अर्को चाहिँ विपक्षमा जुन प्रतिवाद गर्ने, एउटा कडा प्रतिवाद गर्ने एउटा जुन शैली छ त्यसलाई पनि राम्रो निर्वाह गर्यो। तर कमजोर कहाँ भयो भन्दाखेरि त्यो कन्फिडेन्टको धेरै कमी जस्तो लाग्थ्यो, हडबडाएको जस्तो लाग्थ्यो। त्यो चाहिँ यो अहिलेको वाचन कलाको लागि निकै कमजोर पक्ष हो है। र होइन भने अन्यथा जस्तो फेसियल एक्सप्रेसनहरू धेरै राम्रो थियो। हामीसँग दुवैले एउटा बुझ्नुपर्छ, दुवैकै सबैले बुझ्नुपर्छ, वाचन कला गर्नुभन्दा अगाडि हाम्रो आजभन्दा हजारौँ वर्ष अगाडि भरत मुनिले नवरस हाम्रो इमोसन, हाम्रो भावहरूलाई कसरी प्रकट गर्ने एउटा नवरसको अध्ययन गर्यो भने झन् राम्रो हुन्छ है। दुवैलाई चाहिँ बधाई छ। Today's Youth Asia opens school representative media training for students of grade 7, 8, 9 and 10. Best utilization of holiday time during Saturdays. Selection process is not required. First come, first serve. Whether you're a class topper or not, you can still become a winner in life if you join TYA trainings at an early age. Learn to speak in public, learn to debate on stage, learn to write articles and television scripts, participate in English television programs, discuss on national and international issues. Today's Youth Asia phone number 425-7250. Our email address is youthtya@gmail.com. Parents' best gift to their child that will last a lifetime. अब हामी रिबटल राउन्ड सुरु गर्न गइरहेको छौँ। पक्षतर्फ रिबटलको लागि आउँदै हुनुहुन्छ सन्तोष गिरी। मेरा पूर्ववक्ता मित्रले बडो अदब साथ नेपाली अर्थतन्त्रमा रेमिटान्सले 22% भूमिका निर्वाह गरेको उल्लेख गरेर जानुभयो। यो गर्व गर्नुपर्ने विषय होइन वास्तवमा भन्ने हो भनेदेखि। देशको अर्थतन्त्रमा गैर उत्पादनशील क्षेत्रले नेपालले मानव श्रमलाई निर्यात गरेर 22% अर्थतन्त्र थेगेको छ भन्नु यो कहाँसम्मको न्यायसङ्गत कुरा हो, कहाँसम्मको बुद्धिमत्तापूर्वक प्रस्तुत गरिएको तर्क हो। वास्तवमा रेमिटान्सले त आर्थिक अर्थतन्त्रमा नकारात्मक असर पार्छ, आर्थिक तरलताको अवस्था सिर्जना गर्छ।
परजीवी अर्थतन्त्रको विकास गर्छ। यदि हामी निर्भर हुने जुन हामी परनिर्भरता छ त्यो परनिर्भर हुने राष्ट्रहरूले हाम्रा कामदारलाई भोलि इन्कार मात्रै गरिदियो भने त्यो भयावह स्थितिको हामी कल्पना समेत गर्न सक्दैनौँ। तसर्थ स्वाधीन अर्थतन्त्रका लागि कृषिको व्यावसायिकता नै सबभन्दा ठुलो कुरा हो। उदयपुर दाङ सिराहाबाट सघन जैविक खेती प्रणाली, सघन जैविक भनेको सामान्य तर सजिलो तरिकाले थोरै क्षेत्रफलमा गरिने खेती प्रणालीबाट मनग्गे त्यहाँका कृषकहरूले आम्दानी गरेको तथ्याङ्क भेटिएको छ। हिजो मात्र कान्तिपुरको आर्थिक पृष्ठमा 21 करोड 57 लाख बराबरको चिया आर्थिक वर्ष 68-69 निर्यात भएको तथ्याङ्क भेटिएको छ। 11 महिनाभित्रमा 9 लाख रुपियाँ रायोको साग बेचेर दाङको लेकाली समूहले आम्दानी गरेको तथ्याङ्क भेटिएको छ। अनि यी सबै कुरालाई बिर्सिएर देशको रेमिटान्सलाई 22%, देशको अर्थतन्त्रलाई 22% रेमिटान्सले धान्यो भनेर मक्ख हुनुपर्ने अवस्था सिर्जना भएको छैन। भोलिको सुदृढ अर्थतन्त्र, नेपाली जीर्ण भएको अर्थतन्त्रलाई सुदृढ अर्थतन्त्र विकास गर्नको लागि मात्र एउटा पूर्वाधार भनेको कृषिको विकास हो। यति गर्न सकेका खण्डमा कुनै पनि स्वाभिमानी नेपाली विदेशी पाइखाना सफा गर्न, कुनै पनि स्वाभिमानी नेपाली स्वास्नीको मुस्कान खरिद गर्न, विदेशी पाइखाना सफा गर्न, तिनका चिहान खन्न मरिहत्ते गर्नुपर्ने छैन। धन्यवाद। मेरा विपक्षी मित्रले विदेशमा नराम्रा अथवा नीच काम गर्नुपर्छ भन्ने कुरा राख्नुभयो। त्यसका लागि त देशले नै श्रम र सिप ती मान्छेहरूमा उजागर गरेर पो पठाउनु पर्यो त, अनि पो त उनीहरूले विदेशमा राम्रो काम पाउन सक्छन्। अहिले भर्खरै मात्र अस्ट्रेलियामा नेपाली केही गुरुङ नाम गरेका व्यक्ति अस्ट्रेलियाको 6औं धनी व्यक्तित्व बन्न पुगेका छन्। अनि यस्तो कुरामा उनीहरूले निचमा काम मात्र गर्नुपर्छ भन्न मिल्छ त? उहाँ प्यारिसमा नेपालीहरू उहाँ त्यहाँका उत्कृष्ट फ्यासन डिजाइनर बन्न पुगेका छन्। फ्यासन डिजाइनिङ त निज काम होइन नि। सबै मानिसले चर्पी र चिहान नै खन्नुपर्छ भन्ने छैन। यहाँबाट उनीहरूलाई सिप र ऊर्जा दिएर पठाइनुपर्छ, अनि मात्र उनीहरूले गएर नेपालको नाम राख्न सक्छन्। फेरि स्वाभिमानका कुरा गर्नुभयो। काम त मानिसले जस्तो सुकै पनि गर्नुपर्छ, जस्तो सुकै कामलाई पनि मान्यता दिनुपर्छ। स्वाभिमानको कुरा गर्दाखेरि नेपाली लाहुरेहरू ब्रिटेनमा गएर भिक्टोरिया क्रस पाएका छन्। यो स्वाभिमानता होइन त? फेरि अर्को कुरा, स्वाभिमानताले मात्रै पेट भरिन्छ र? यहाँ त प्र्याक्टिकल हुनु पर्यो। जस्तो सुकै काम पनि मानिसले गर्न सक्नुपर्छ, जस्तो सुकै कामलाई पनि गर्दिन भन्नु हुँदैन। र वैदेशिक रोजगार यसले गर्दाखेरि नराम्रो पक्कै होइन। विदेशमा मानिसहरूले विभिन्न कामहरू राम्रा कामहरू पनि पाइरहेका छन्। भर्खरै मात्र कतारमा पनि वर्ल्ड कपको लागि मानिसहरू नेपालबाट मगाइएका छन् र उनीहरूले त्यहाँ राम्रो काम र राम्रो आम्दानी पनि पाएका छन्। नराम्रो मान्छेले स्वर्गमा पनि खोट देख्ने गर्दछ। सिङ्गापुर लगायत खाडीका अन्य मुलुकहरूमा नेपालको कृषि उत्पादनको प्रति हप्ता 2 कन्टेनरको दरले माग भइरहेको छ। अनि त्यही देशमा हाम्रा कामदारहरू, अधिकांश कामदार 2-4 जना नेपाली छन् होला ठाउँमा पुगेका, त्यसलाई मान्न सकिन्छ। अधिकांश नेपालीहरू त्यहाँको निम्न स्तरीय काम गरिरहेको अवस्थामा नेपालमा अर्गानिक खेती गरेर, नेपालमा कृषिलाई व्यावसायिकीकरण गरेर विदेशमा निर्यात गर्नु स्वाभिमान कि यहाँको सम्भावनालाई नदेखेर उहाँ गएर अस्ट्रेलियामा डिग्री गरेका मान्छेहरू क्यानाडामा PR एप्लाई गरेर हिउँ सोर्नेदेखि लिएर अस्ट्रेलियाको भुइँ सोर्नेसम्म काम स्वाभिमानी। यो आफैमा अनुत्तरित प्रश्न हो। वास्तवमा स्वाभिमान उद्यमशीलताभित्र जन्मिन्छ, स्वाभिमान स्वाधीनताभित्र जन्मिन्छ, निर्भरताभित्र स्वाभिमान जन्मेको हुँदैन। यो कुरालाई मेरा विपक्षी मित्रले अति राम्रोसँग मनन गरिदिनु भएको खण्डमा म आभार हुने थिएँ। यो कुरालाई अन्य साथीहरूको बिचमा प्रष्ट पारिदिनु भएको खण्डमा म आभार हुने थिएँ। मेरा पूर्ववक्ता मित्रले फेरि कृषिको राम्रो पक्ष देखाउनु भयो। ल म मान्छु कृषि राम्रो छ अरे, तर यहाँका कृषकहरूले मार्केट पाउन सकेका छैनन्। उनीहरूले फलाएको तरकारी कुहिएर गएको छ। यस्तो देशमा राजनीतिक अस्थिरता छ। अस्ति मात्र भएको बन्दले लाखौँ टन तरकारीहरू यतिकै सडकमा कुहिएर जानु पर्यो। ती कृषकहरूले के खाने त? उनीहरूले बेलुका आफ्नो छोराछोरीहरूलाई के खुवाउँछन् त? यो प्रश्न म मेरा विपक्षी मित्रहरू र यहाँ उपस्थित सबैजनालाई गर्न चाहन्छु। देशमा राजनीतिक स्थिरता चाहियो, कृषकहरूलाई पनि राम्रो बजार दिनु पर्यो, अनि मात्र पो त कृषि
राम्रो हुन सक्छ। अहिलेको वर्तमान परिप्रेक्ष्यमा त म फेरि के भन्न चाहन्छु भने वैदेशिक रोजगार जस्तो राम्रो पक्ष कृषि भएको छैन। हाम्रा दुवै फाइनलिस्टहरूले निकै राम्रो प्रस्तुति दिनु भइसकेको छ। अब निर्णायकज्यूहरूको प्रतिक्रिया सुनौँ। सन्तोष भाइको चाहिँ प्रतिवाद निकै आक्रामक थियो र कता कता गएर मलाई चाहिँ सन्तुलन बिग्रिन्छ कि जस्तो लागेको थियो, तर तपाईँले सन्तुलित नै राख्नुभयो, त्यो राम्रो पक्ष हो। र ईशा बहिनीले चाहिँ एकैचोटि एकदमै राम्रो गर्नुभयो रिबटलमा चाहिँ। यति नै कन्फिडेन्स तपाईँले पहिला देखाइदिएको भए चाहिँ सायद हामी अझ प्रभावित हुन्थ्यौँ। र तपाईँहरू दुवैजनालाई दुईवटा कुराहरू म के भन्न चाहन्छु भने यो मुलुकको जल्दो बल्दो विषय हो होइन, किनभने हामी त 80% किसान थियौँ, अहिले सायद छैनौँ होइन। मेरो बुवा आमा पनि किसान नै हुनुहुन्छ, तर मैले खेतीपाती चाहेर पनि गर्न सकेको छैन। यसकारण यो परिवार 80% परिवारको चाहिँ एउटा व्यक्तिगत समस्या, पारिवारिक समस्या, आर्थिक समस्याको विषय हो। यसकारण तपाईँहरूको खोजलाई म सराहनीय गर्छु, तर अझ पनि यो विषयमा चाहिँ हामी भित्र जान सक्छौँ। केही कृषक परिवारसँग तपाईँहरूले कुरा गर्न सक्नु पर्थ्यो, केही परिवारहरू जसले चाहिँ आफ्नो व्यक्तिहरूलाई गुमाएका छन् विदेशमा, उहाँहरूसँग पनि कुरा गर्न सक्नु पर्थ्यो। उदाहरणको लागि जुन ठाउँबाट म आउँछु, हाम्रो ठाउँमा चाहिँ उखु खेतीहरू चाहिँ बढी हुन्थ्यो, तर जहिलेदेखि यो बिरगन चिनी कारखाना बन्द भयो त्यसपछि धेरै किसानहरूलाई चाहिँ त्यसले अप्ठ्यारो पारेको छ। अनि एउटा चाहिँ यो भ्रामक विषय, यो मुसा र कमिलाले चाहिँ हजारौँ टन चाहिँ चिनी खाइदियो भनेर चाहिँ हामीले पहिलातिर चाहिँ चिनी निर्यात गर्थ्यौँ र हाम्रै देशमा चाहिँ 20 रुपियाँभन्दा घटीमा बेच्थ्यौँ। अहिले चाहिँ हामीले त्यही चिनी तल्लो क्वालिटीको चाहिँ भारतबाट चाहिँ आयात गरेर चाहिँ 60भन्दा बढी रुपियाँमा चाहिँ हामीले यहाँ किन्नुपर्ने अवस्था छ र किसानहरू चाहिँ त्यतिकै गाजा खेती गरेर बस्नुपर्ने एउटा ठुलो विडम्बना छ हाम्रो आफ्नै मुलुकभित्र, र उनीहरूको छोराछोरी चाहिँ विदेश जानुपर्ने बाध्यता छ। यी मार्मिक विषयहरू पनि छ, विदेशी कामदार भएर जाने अथवा खेती गर्ने कुराहरू। यो कुराहरू तपाईँहरू दुवैजनाले उठाउन सक्नुहुन्छ अथवा उठाउन सक्नुहुन्थ्यो। पहिला हामीले खाद्य पदार्थको चाहिँ निर्यात गर्थ्यौँ, अहिले आयात गर्छौँ, जबकि मुस्ताङमै स्याउहरू चाहिँ कुहिएर फाल्नुपर्ने, गाई भैँसीलाई खुवाउनु पर्ने अवस्था छ। तपाईँहरू दुवैजना मुलुकको उत्कृष्ट वाद विवादकर्ताहरू हुनुहुन्छ, त्यसमा म तपाईँहरूलाई बधाई दिन चाहन्छु। सन्तोष भाइलाई एकदम राम्रोसँग आफ्नो पक्षको कुरा राख्नुभयो, त्यसको लागि यहाँलाई बधाई दिन्छु। खोजखबर पनि राम्रै ल्याउनु भएको रहेछ। कहाँबाट आफ्नो उदाहरणहरू जबसम्म कलेक्सन गर्नु भएन होला तबसम्म त पक्कै पनि आएको छैन होला। अनि यसको लागि तपाईलाई धेरै बधाई छ, राम्रो गर्नुभएको छ। अरू तपाईले जो सर्लाही कहाँको उदाहरण दिनुभयो, यतिमा यति भनेर, त्यो पनि सराहनीय छ। तपाईले जसले विदेशबाट आएर यहाँ कसरी बाँच्ने, के गर्ने, तिनीहरूको लागि एउटा बाटो खोलाउने काम गर्नुभएको छ, त्यसको लागि बधाई छ। तपाईलाई एकदम राम्रो भएको छ। ईशा बहिनीलाई पनि धेरै धेरै बधाई छ। पहिलेको अपेक्षा यसपालि तपाईले एकदम बोल्डी उहाँ सन्तोष भाइको कुरामा आफ्नो कुरा थपेर काटेर तपाईले भनेको कुरा 100% पनि सत्य हो। किनकि जब तपाईले राजनीतिक कुरा पनि उठाउनु भएको थियो, राजनीतिक स्थिरता छ, हाम्रो देश कुन मोडमा गएको छ, यो कुराले गर्दाखेरि कृषकहरूलाई मारमा परेको छ। जस्तो सन्तोष भाइले भन्नुभयो, पहिले त्यहाँ उखु धेरै हुन्थ्यो, चिनी मिल बन्द भएपछि उखु नै हुँदैन, उब्जाएर के गर्ने, कहाँ लाने। हाम्रो विडम्बना यस्तो छ, हाम्रै चिज हाम्रो जो मुलुक बाहिर जान्छ, फेरि त्यही घुमिफिरी फेरि हाम्रै मुलुकमा आएर बेच्नुपर्ने बाध्यता छ। यो हाम्रो सबै राजनीतिक स्थिरताले भएको हो। र कृषकलाई बजार खोजिदिनु पर्ने पनि सरकारको दायित्व हुन्छ, त्यो पनि यहाँले उठाउनु भएको एकदम राम्रो कुरा हो। र विदेशमा ऊर्जावान बनाएर सिप दिएर पठाउनु पर्छ, अनि पो उसले तल्लो स्तरको काम गर्दैन भन्ने जो कुरा गर्नुभयो, यो पनि एकदम राम्रो हो। तर सबैको लागि यो लागू हुँदैन, किनकि गाउँ र सहरमा धेरै फरक छ। अरू समग्रमा तपाईको पहिलेभन्दा अहिले एकदम राम्रो छ।
धन्यवाद। झन् राम्रो प्रभावशाली तपाईँले प्रस्तुति दिनुभयो, बधाई छ। आक्रामक रूपमा प्रस्तुत हुनुभयो तर तर्कपूर्ण थियो। तपाईँको जुन के अरे अभिव्यक्ति थियो एकदम स्वाभाविक अभिव्यक्ति र मलाई फेरि राम्रो लागेको नेपाली भाषाको बडो शुद्ध र शब्द छनौट पनि निकै प्रभावशाली शब्दहरूलाई चाहिँ छनौट गर्नुभयो, त्यो निकै प्रशंसनीय छ। अनि ईसाको अघिको तुलनामा निकै राम्रो छ, तर पनि अझै 100%मा चाहिँ त्यो राम्रो भन्न सकिन्न। अझै अल्मलिएको, अलिक नर्भस भएको जस्तो अनुभव हुन्थ्यो होइन। जुन प्रस्तुति थियो त्यो त निकै प्रभावशाली छ र के अरे तपाईँको विषय विशेष गरेर छोटो समय पनि आफ्नो विपक्षको तर्कलाई गजबले काटिदिनु भएको छ। र यो कृषि गर्नुभन्दा विदेश जानु चाहिँ किन चाहिँ उचित छ भन्ने कुरालाई मार्मिक रूपमा प्रकट गरिदिनु भयो। आजको देशको राम्रोसँग तपाईँले चित्रण गरिदिनु भयो है, त्यसमा चाहिँ धेरै बधाई छ। र दुबईले एउटा राम्रो प्रस्तुति गर्न सक्षम भएको छ, दुबईलाई बधाई छ। अब हामीलाई बडो गाह्रो हुन्छ कसलाई फर्स्ट बनाउने हो। अन्तिम नतिजाको लागि निर्णायकज्यूहरू अङ्कलाई पूर्ण रूप दिने प्रयत्नमा हुनुहुन्छ। पक्कै पनि हामी सबैजना उत्सुकताका साथ नतिजाको पर्खाइमा छौँ। सन्तोष भाइ र ईसा बहिनी, तपाईँहरू दुवैजनालाई बधाई छ। धेरै राम्रो गर्नुभयो। आजको फाइनल राउन्डमा एकजना विजेता घोषित गर्नै पर्ने हुन्छ। निर्णायक भएपछि एउटा पीडादायी काम हो र आजको नेपाली समूह कक्षा 10, 11, 12 को विजयी हुनुभएको छ सन्तोष गिरी भाइ। ईसा बहिनी पनि आज तपाईँले धेरै राम्रो गर्नुभयो। तपाईँदेखि पनि हामी धेरै गौरवान्वित भएका छौँ। म हाम्रो निर्णायकज्यू श्री सन्तोष शाहलाई मञ्चमा आइदिई विजेतालाई सर्टिफिकेट र टुडेज युथ एसियाले प्रदान गर्ने लिडरसिप एन्ड स्किल डेभलपमेन्ट प्रोग्रामको गिफ्ट भाउचर हस्तान्तरण गरिदिनु हुन आग्रह गर्दछु। ईशा बहिनी, स्पेसल मेन्सन राउन्ड अझै बाँकी छ, जसमा निर्णायकज्यूहरूले सबै समूहबाट एक उत्कृष्ट वक्तालाई छानेर विजेता घोषित गर्नुहुनेछ। त्यस राउन्डको लागि तपाईँलाई शुभकामना। नेपाल टप 7 डिबेटर्स 2013 को लागि आवेदन फारम खुलिसकेको छ र अडिसन्स यही भदौ महिनामा हुन गइरहेको छ। हाम्रो इमेल एड्रेस हो youthtya@gmail.com। हाम्रो फोन नम्बर हो 4257250। यसै साथ कक्षा 10, 11 र 12 को समूहको नेपाल टप 7 डिबेटर्स 2012 यही समाप्त हुन्छ।